हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल श्री गणेश इन्जिनियरिङ कन्सल्टेन्सीमा। आज मैले यो च्यानलमा रेट एनालाइसिसको सिरिज सुरु गर्न गइरहेको छु। जस्तो कि हामी सबैले थाहा छ कि कुनै पनि कुराको एस्टिमेट गर्नभन्दा अगाडि कन्स्ट्रक्सन फिल्डमा हामीले यसको हरेक कुराहरू लाइक एक्सकेभेसनको, ब्याकफिलिङको, कङ्क्रिट वर्कको, रिइन्फोर्समेन्ट वर्कको एनालाइसिस गर्नुपर्ने हुन्छ र एनालाइसिसको लागि हामीले DUDBCले बनाएको नर्म्सहरू युज गर्ने गर्छौँ र यो नर्म्सहरू चाहिँ यस प्रकारको रहेछ। यसमा तपाईँले सुरुदेखि लास्ट सबै किसिमको कन्स्ट्रक्सनको कामको लाइक एक्सकेभेसन, ब्याक फिलिङ, ब्रिक मेसनरी वर्क सबै कामहरूको तपाईँहरूले रेट एनालाइसिसको एउटा नर्म पाउनुहुन्छ र यही नर्ममा बसेर हामीले रेट एनालाइसिस गर्नुपर्ने हुन्छ। हामीले यहाँबाट नर्म पाउँछौँ र हाम्रो हरेक जिल्लाले एउटा दर रेट भनेर किताब निकालेको हुन्छ। म चाहिँ रूपन्देहीमा काम गर्छु, त्यही भएर मैले अहिले चाहिँ रूपन्देही जिल्लाको ज्याला दर, ढुवानी तथा निर्माण सामग्रीको जिल्ला दर रेट युज गरिरहेको छु 2081 र 82 वर्षको। तपाईँले रेटहरू चाहिँ आफ्नो जिल्ला अनुसार हाल्न सक्नुहुन्छ।